मजा आया। अच्छा हेलो गाइस नमस्ते। क्या सीन है। के छ साथीहरू, सबैजना सन्चै आरामै हुनुहुन्छ होला साथीहरू। आज चाहिँ मैले एकदमै रमाइलो अनि फन्नी भिडियो लिएर आएको छु साथीहरू। यिनी भिडियोहरू हेर्ने अनि यसको फन्नी कमेन्टहरू पढ्ने है त। ल साथीहरू, उहाँ दिदीले चाहिँ घोगी कसरी खाने भनेर सिकाउँदै हुनुहुन्छ साथीहरू। यो भिडियो हेरौँ अनि यसको फन्नी कमेन्ट पढौँ है त। सुरु करो। घोगी भन्दा तलको घोगी मिठो हुन्छ होला नि तामाङ्नी। अरे कहना क्या चाहते हो। घोङ्गी आयो घोङ्गी, मुत्न सजिलो हुन्छ लगाउनुहोस् लुङ्गी। बाफ्रे कत्रो उत्यो घोगी। समझ रहे हो ना। ल साथीहरू, अहिले चाहिँ मार्केटमा नयाँ पूजा शर्माको इन्ट्री भएको रहेछ साथीहरू। यो भिडियो हेरौँ अनि यसको फन्नी कमेन्ट पढौँ है त। चलिए शुरू करते हैं। पूजा शर्मा भनिदिनु पर्ने होला हामीले। पूजा उता जा। चामल फुलाउँदैमा भुजा हुँदैन, ओठमुनि कोठी हुँदैमा पूजा हुँदैन। यो बहिनीले सानोमा त दुःख दियो साथीहरू, ठुलो भएपछि पनि दुःख दिइरहेको छ आफ्नो आमालाई। पुरा भिडियो हेरौँ अनि यसको फन्नी कमेन्ट पढौँ है त। अभी मजा आएगा ना भिड़ो। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने साथीहरू सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। अनि भिडियो मन परेमा एक लाइक कमेन्ट लाज लाग्दैन। सुरु करो। आउँदैन होला, किन चुसेको नानी। उत्तानो परेर आफ्नै खाए हुन्छ त। बच्चाले बुबु खुवाउने टाइममा बुबु खाने रे। ल साथीहरू, ऋषि धमालाको यो भिडियो हेरौँ अनि यसको फन्नी कमेन्ट पढ्नुपर्छ है त। मोबाइल नबिर्सिनु नि। धमाला दाजुको त हेराइ नै कडा छ कि साथीहरू। के भन्न चाहनुहुन्छ धमला सरलाई। हजुर फ्यान हो। कस्तो लाग्यो एक्कासी देखिँदाखेरि। सुरु करो। आँखाले बलात्कार गर्यो बुढा। झन्डै तानेर किस्नै खाएन। कसम भनेको, धमला दाई भोट माग्न हिँडेदेखि म चाहिँ हाँसेको हाँसै छु। अच्छा यिनी पण्डित बाजेले चाहिँ दिनभरि हातेराउने र रातमा 3 पानी खाने गर्दा रहेछन् साथीहरू। यो भिडियो हेरौँ अनि यसको फन्नी कमेन्ट पढौँ है त। अभी मजा आएगा ना भिड़ो। दाजु मेरो एउटा फोटो खिच्दिनु। मलाई आउँदैन। सुन्नु न, म हात हेराउन आएको कि पहिला एकछिन त छोड्नु न। एकैछिन मेरो हात मात्रै हेरिदिनु प्लिज। एउटा हात हेर्नु न। यो आउला टम्मै छ। मैले बिहे चाहिँ कति बेला गर्छु होला। दुई चाहिँ बिहे गर्छु मैले। A few moments later. भ्याउने जाने हल्ला गऱ्यो भने फेरि थाहा होला नि के हुन्छ। दिनभरि बाहुन, रात परेपछि डाउन। दिनभरि ज्योतिष, रात परेपछि जाँड धोकिस। ल साथीहरू, यो अर्ग्यानिक खाना खाने दाजुको भिडियो हेरौँ अनि यसको फन्नी कमेन्ट पढौँ है त।
तपाईँहरूको बिहानको खाजा के खाएर सुरु गर्दै हुनुहुन्छ? मेरो चाहिँ आफ्नै सवारीमा फलेको इस्कुस उसिनेर कल टमाटरको चटनीसँग भएको छ। कति दिन बाँध्दो रहेछ हेर्छुमा पनि। अनि सुताई कोठाइमै हुन्छ कि गोठमा?